नमस्कार तथा सुप्रभात। आज 2083 साल वैशाख 29 गते मंगलबार सन् 2026 मे 12 तारिक जेठ कृष्ण पक्षको दशमी तिथि। सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। एसईई को नतिजा 1 महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि। सुशासन, डिजिटलाइजेसन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति। आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य। बजेटमा स्रोत व्यवस्थापन भई अर्थतन्त्र चलायमान बन्ने। वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध। विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला। हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु। थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त। राम्रो आचरण र बढ्दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा। र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आइपिएल क्रिकेटमा दिल्लीले पन्जाबलाई 3 विकेटले हरायो। काया कैरनमा अब खबरको सिलसिला। सुरुमा एसईको नतिजा। माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा 4.17% सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको 2082 को एसईको नतिजा अनुसार 65.98% विद्यार्थी उत्तीर्ण भएका छन् भने 34.2% नन ग्रेडेड भएका छन्। 2081 को एसईमा भने 2,71,279 अर्थात् 61.81% उत्तीर्ण भएका थिए। नतिजा प्रकाशनको जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले नियमित तर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको बताउनुभयो। गएको चैत 19 देखि 29 सम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षाको 1 महिनामै नतिजा सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रक अधिकारीले नतिजामा सुधार हुनु स्वाभाविक रहेको बताउनुभयो। यसपटक छोटो समयमा नतिजा निकाल्न निकै दबाव पनि थियो। कापी परीक्षण फितलो होला कि भन्ने धेरैलाई आशंका थियो। धेरै पास हुन्छन् भन्ने आशंका पनि थियो। क्वालिटी हुँदैन भन्ने थियो, तर शिक्षक वर्गले इमान्दार भएर कापी परीक्षण गर्नुभयो। उहाँले भन्नुभयो 4% नतिजा सुधार हुनु स्वाभाविकै हो। यसले कापी परीक्षणको गुणस्तर राम्रो भएको पुष्टि गर्छ, उहाँले भन्नुभएको छ। यसैबीच यसपटक परीक्षामा अनुत्तीर्ण भएकाहरूका लागि लक्षित गरी असार 1 गतेदेखि परीक्षा सञ्चालन हुनेछ। त्यो परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्। आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं। सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। 3 दशकदेखि औसत 4% को सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा 2/3 नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेसन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ। तर सुस्त निजी लगानी, कमजोर औद्योगिक आधार र घट्दो राजस्व वृद्धि बीच यो लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिन्छ। नयाँ चरणको आर्थिक सुधार श्रृङ्खलाको सुरुवात गरेर बृहत कानूनी र संस्थागत सुधार मार्फत लक्ष्य प्राप्त गर्न सकिने सरकारको दावी छ। नीति तथा कार्यक्रमका आधारमा ल्याइने आगामी वर्षको बजेटमा समावेश गरिने ठोस कार्यक्रम तथा योजनाले यो लक्ष्य हासिल हुने नहुने निर्क्योल गर्ने सरोकारवालाहरू बताउँछन्।
यसका लागि निजी क्षेत्रको लगानी विस्तार, पुँजीगत खर्च वृद्धि र पश्चिम एसियामा जारी तनावको प्रभाव न्यूनीकरण गर्न बजेटले प्रष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका लगानी विस्तार र सुशासन प्रवर्धनका लागि सूचना प्रविधिको उपयोग बढाउने विषय प्रमुखताका साथ समेटिएको छ। तर अर्थतन्त्र, कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएकाले रोजगारीका अवसर गुम्दै गएका छन्। पश्चिम एसियामा जारी द्वन्द्वका कारण लागत बढेको मात्र नभई रेमिट्यान्स आप्रवाह प्रभावित हुने सम्भावना पनि छ। कुल गृहस्थ उत्पादनमा उत्पादन जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान 5% भन्दा कम छ। नीति तथा कार्यक्रममा सरकारले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना अघि सारेको छ। डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाइएको छ। राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डेटा नीति कार्यान्वयन गरिने सरकारको उद्देश्य छ। राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डेटा नीति, अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। यसैबीच सरकारले भौतिक पूर्वाधार परियोजनालाई निर्माण पूर्वकको काम सकिएपछि मात्रै बजेट दिने भएको छ। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम मार्फत बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन डीपीआर, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गरेको हुनुपर्ने उल्लेख छ। यसैबीच वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने अभियानमुखी कार्यक्रम सञ्चालन गर्न सरकारले श्रम दशक घोषणा गरेको छ। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा जोडेर उत्पादन वृद्धि गर्ने योजना पनि अघि सारेको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट निजी क्षेत्र सकारात्मक देखिएको छ। लामो समयदेखि स्थायी सरकार, स्थायी ऐन नियम र यथेष्ट लगानीको वातावरण मागिरहेको निजी क्षेत्र आउँदो वर्षको नीति तथा कार्यक्रमबाट आशा देखिएको हो। निजी क्षेत्रले उठाउँदै आएका मुद्दाहरू नीति तथा कार्यक्रममा परेको र यसकै आधारित भएर बजेट आउने भएकोले आउँदा दिनमा देशमा रोजगारी सिर्जना, लगानीको वातावरण र नीतिगत स्थिरता दिन खोजेको निजी क्षेत्रको बुझाइ रहेको छ। बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामको दबाव, भाषा संस्कृतिको भिन्नता, एक्लोपन र सीमित स्वास्थ्य पहुँचका कारण विभिन्न शारीरिकसँगै मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित भइरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ, जसमार्फत विदेशमा रहेका नेपाली श्रमिकले नेपालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष र गोप्य स्वास्थ्य परामर्श लिन सकिरहेका छन्। टेलिमेडिसिनमा श्रमिकले कस्ता स्वास्थ्य समस्या लिएर सम्पर्क गर्छन् भनेर साथी महेश गेवालीले वीर अस्पतालका टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग कुराकानी गर्नुभएको छ। मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन। पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन। जस्तो लामो समयसम्म एसीमा बस्ने, उभिनुपर्ने समस्याहरू, त्यही अनुसारले इङ्गित गरेर हाड जोड्नेका समस्याहरू, कतिलाई निन्द्राको कमी, त्यसै गरी त्यसपछिले निम्ताउने एन्जाइटीका समस्याहरू होइन। अनि कतिको खानपानको समस्याहरू पनि छ, पेट सम्बन्धीका रोगहरू, कतिलाई चाहिँ अब खाडी मुलुकमा हामी भन्छौँ घाम, छालाका समस्याहरू होइन। नसा सम्बन्धीका, ब्लड प्रेसरको बारेमा चाहिँ अब त्यही अनुसारले चाहिँ रिडिङ बताउनुहुन्छ, त्यही अनुसारले म्यानेज गर्ने अथवा परामर्श गर्नुपर्ने हुन्छ हामीले मृगौला रोग सम्बन्धी। ती श्रमिकहरूले चाहिँ कसरी सम्पर्क गर्नुहुन्छ र सम्पर्क गरिसकेपछि हामीले चाहिँ उहाँहरूलाई कसरी परामर्श दिन्छौँ? हामीलाई सम्पर्क गर्ने माध्यम चाहिँ हामीले निःशुल्क माध्यम राखेका छौँ। 3वटा एप्लिकेसन्सहरू अहिले युजमा छन्। त्यो वाट्सएप, भाइबर, इमो। यसमा त्यो 2वटा नम्बर छ, 98 513 45 701, 98 513 45 702। यी 2 नम्बरमा चाहिँ यी 3टा एप्लिकेसन्सहरू चाहिँ जोडिएका छन्। हजुरहरूले फोन गर्दा पनि पैसा लाग्दैन। फोन गर्न पाउनु भएको छैन अथवा हाम्रो कार्यालय समयसँग म्याच गरेको छैन भने पनि तपाईँहरूले चाहिँ हामीले अडियो, टेक्स्ट अथवा कुनै पनि माध्यमबाट चाहिँ हामीलाई आफ्नो स्वास्थ्य समस्या राख्नुभयो हुन्छ। हामीले
प्रत्यक्ष कल आउँदाखेरि त्यही अनुसार सम्बोधन गर्छौँ। अफ टाइममा पनि तपाईँहरूको त्यस्तो केही समस्याहरू छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईँलाई फलोअप पनि गर्छौँ। तपाईँहरूलाई फेरि कल ब्याक गर्ने, तपाईँहरूको समस्या सुन्ने पनि गर्छौँ। जुन देशमा व्हाट्सएप चल्दैन तपाईँहरूले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ। भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ। इमो भाइबर नचल्नेमा व्हाट्सएपबाट गर्न सक्नुहुन्छ। कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ। अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ हाम्रो? बिरामी कुन अवस्थामा हो होइन, जस्तो ग्रिन, येल्लो, रेड भन्छौँ होइन, त्यही अनुसारले चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि, परामर्श चाहिनेलाई परामर्श, अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था, सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था। सो यसरी चाहिँ अब हामीले टेलिट्राइजिङ पनि प्रयास गर्दैछौँ। अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ। हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै हो अहिलेलाई। त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ। उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ। कुनै औषधि खाइरहनु भएको कि अब खानु सुरु गर्नुपर्ने हो कि होइन, अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि, त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रिस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ उहाँहरूलाई। स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ, बाँधिरहेको छ भनेपछि हामीले दिने जुन परामर्श हुन्छ होइन, योहरू निःशुल्क हुन्छ। हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निःशुल्क हुन्छ। अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ। विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला। हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु। वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग टेलिमेडिसिन सेवा सम्बन्धी गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट, पुतली सडक, काठमाडौँ। नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष 2082-83 को 9 महिनामा 16 खर्ब 59 अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को 9 महिना को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% ले बढेको थियो। गएको चैतमा यस्तो रेमिट्यान्स आप्रवाह 2 खर्ब 9 अर्ब 75 करोड़ रहेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 31.9% ले वृद्धि भई 11 अर्ब 55 करोड़ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 7.5% ले बढेको थियो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पोसाक र आचरणमा प्रश्न उठाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई लिएर विपक्षी सांसदहरूले सदनमै प्रश्न उठाएका हुन्। हिजो अपराह्न 4 बजे राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। वाचन गरिदिन प्रधानमन्त्री शाहले नै राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो। तर राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री शाह बीचमै निस्किनु भएको थियो। करिब 1.5 घण्टा राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री 55 मिनेट मात्रै बैठकमा हुनुहुन्थ्यो। त्यसपछि उहाँ संसद भवनभित्रको आफ्नो कार्यकक्षमा जानुभएको थियो। विपक्षी दलले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले सदनमा बसेर नसुनेकोमा प्रश्न उठाएका हुन्। विपक्षी दलले प्रधानमन्त्री शाहको पोसाकमा पनि प्रश्न उठाएका छन्। अब विदेशको खबर। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। उहाँ हिजो राजधानी बैंककको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँका लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन
स्थानीय समयअनुसार हिजो बिहानै जेलबाट रिहा हुनुभएको हो। उहाँको स्वागतका लागि बैंककको केन्द्रीय कारागार क्लोङ प्रेम बाहिर केही संख्यामा समर्थक र आफन्त भेला भएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका थाक्सिन सिनावात्राले सञ्चार माध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको छ। सन् 2006 मा सेनाले कु गरेर उहाँको सरकार अपतस्त गरेको थियो। उहाँलाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको लगायत आरोप लगाइएको थियो। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय खेल शुरू हुँदैछ। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट मैदानमा हुनेछ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलेको थियो। नेपालले 3 खेलमा जित निकालेको थियो। लीग 2 मा नेपाल 18 अङ्कसहित 7औं स्थानमा छ। अमेरिका 36 अङ्कसहित पहिलो र स्कटल्याण्ड 34 अङ्कसहित दोस्रो स्थानमा छ। यसैबीच प्रसंग आईपीएलको इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पंजाब किङ्सलाई हराएको छ। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 5 विकेट गुमाएर 210 रन बनाएको थियो। पंजाबले दिएको 211 रनको लक्ष्य पछ्याएको दिल्लीले 19 ओभरमा 7 विकेट गुमाउँदै भेट्टायो। पंजाब किङ्सको यो लगातार चौथो हार हो। आईपीएल अङ्क तालिकामा पंजाब 11 खेलमा 13 अङ्कका साथ तालिकाको चौथो स्थानमा छ। यसैगरी दिल्ली 12 खेलमा 10 अङ्कका साथ तालिकाको 7औं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। अहिले काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशका धेरै जसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकीको रातोपानी स्टेशनमा सबैभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। साथै गण्डकीकै लुम्ले, लामापाटन, दमकौली लगायतका ठाउँमा पनि 50 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। गैराती गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागमा पनि पानी परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालगञ्जको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका 14 महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा सञ्चालित यो कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको हो। नयाँ सरकार बनेको 2 महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको 4 दिन पनि नबित्दै हिजो विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सोबियु र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णयमा प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले हिजो अल्पकालीन अन्तरिम आदेश दिएको हो। सरकारले बजेट पारित हुनु अघि नै पूर्वाधार परियोजनाको तयारी सम्पन्न गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बजेट पारित हुनु अघि नै आयोजनाको विस्तृत परियोजना, प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ। अब पालो उखानको। ठूलो हुनु भन्दा असल हुनु बेस। उखानसँगै हामी अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक। एसईई को नतिजा 1 महिनामै सार्वजनिक। अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास। ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि। सुशासन, डिजिटाइजेसन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति। आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य। बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने। वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै। कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध। थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त। राम्रो आचरण र बढ्दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा। र विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा दिल्लीले पंजाबलाई 3 विकेटले हरायो।
र अन्त्यमा आजको कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन राष्ट्रपतिले हिजो नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बीचैमा उठेर हिँडेको विषयसँग सम्बन्धित छ। यहाँ संसदको संयुक्त बैठक चलिरहेको छ। प्रधानमन्त्री बालेन शाह जस्ता देखिने व्यक्ति उठेर हिँड्दै हुनुहुन्छ अनि लेखिएको छ, फेरि देश बनाउने तल तल लागेर आयो।